यो भेषमा अन्त चोप क्या मैला भएको छ यो भेष आजमा बिताउँदै आएको धुलै धुलो लागेर हेरमा त्यो मैला भएको छ यो भेष कस्तो बाटो छ जामा बिताउँदै होइन क्या बिर्ताउडको क्या बाटो बिग्रेको छ नि त त्यही भएर यहाँ आज भेषैमा धुलो 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 लगाएको थियो क्या ल्यायो म लाइभ म आज लाइभ आइदिन्छु नि म किन नआउने तर यहाँ मलाई लाइट अलिकति बल्दैन रहेछ क्या मेरो ल्यापटप छैन ल्यापटप त उता अस्ति एडिट हानिसकेको गीत त गीत आउनु थियो जोस् मजा आउँछ कि क्या हो लाइभ बस्दाखेरि यार अल्छी लाग्यो हो वेलकम टु माई लाइभ अल अफ यु गाइज कस्तो मासले मधुर आइरहेको थियो क्या हो कपाल पनि यस्तो भएको भए चाहिँ हुन्थ्यो सबै एकैचोटि लगाएको भए अब त वेलकम टु माई लाइभ अल अफ यु गाइज भोलिको लागि भनेको रे ए हस् हस् तपाईँको घर चाहिँ कता पर्यो नि नाम के हो मेरो काठमाडौँतिर पर्यो काठमाडौँतिर तपाईँको ए काठमाडौँतिर मेरो त यता झापा दमकतिर हो गौडातिर क्या हजुर झापा दमकतिर हो गौडातिर ए त्यहाँ चाहिँ मलाई अब खासै थाहै छैन है ए त्यो अब मलाई नि उताको अब तपाईँहरूको ठाउँहरू अब थाहा नहुनसक्छ तर अब काठमाडौँ चाहिँ थाहा छ। दमक भनेर चाहिँ नाम चाहिँ सुने हो दमक बजारसम्म चाहिँ म पुगेको छु त्योभन्दा अब मास्तिर मास्तिर चाहिँ थाहा भएन ए त्यस्तै हो अब मलाई नि त्यही हो म नि अब काठमाडौँसम्म चाहिँ अस्तिसम्म अब पुगेको हो मान्छे होइन तर अब पुगेको चाहिँ मान्छे हो तर अब खोइ अब तपाईँको गाउँतिर चाहिँ अब थाहा छैन भनौँ न कता हो तपाईँको गाउँ हजुर तपाईँ तामाङ हो घिसिङ हो म ए म नि तामाङ हो जज गर्नुभयो क्या कसरी थाहा पाउनु भयो तपाईँले म थाहा हुनु भनेर क्या होइन मैले तपाईँको नाम हेरेको हो ए नाम हेरेर ए म नि तामाङै हो नि त्यही भएर सोधे हो कि ए तपाईँ पनि तामाङ हो ए हजुर त्यो तपाईँको तामाङ जस्तो देखिनुहुन्न त हो र होइन होला होइन नाच्नु त झन् त छेत्री बाहुन जस्तो लागिरहेको थियो क्या मलाई चाहिँ त्यही भएर नाम हेरेको क्या मैले ए अब होइन त्यस्तै छु अब होइन नेचर चाहिँ अरूले हेर्दाखेरि त्यस्तै देखिन्छ अरे क्या बाहुन जस्तै देखिन्छ अरे तपाईँले भन्नुभएको जस्तै अनि तपाईँको तामाङ चाहिँ तपाईँ के थरी पर्नु भने म गोले हो ए गोले हो ए ठिकै हो गोले हो नि अब तपाईँ पनि अब जे होस् राम्रै हुनु रहेछ होइन अब धन्यवाद धन्यवाद होइन अब खोइ सुरुचुरी देखेर होला क्या तपाईँलाई क्या अब खोइ सुरुचुरी देख्यो होला आज अब राम्रो हुँदो रहेछ भनेको क्या यहाँ कमेन्टमा आइरहेको छ क्या तपाईँ अब मन पऱ्यो भनेर त्यही भएर क्या
तपाईँको साथीहरूले भन्नुभयो? मेरो साथीहरूले क्या उम्, छैन हो। मेरो त अनुहार त राम्रो आएको छैन होला होइन मोबाइलै अलिकति के भन्नुभयो अरे? आई एम फ्रम नेपाल। मिस हाँ मैं नेपाल से हूँ, आप कहाँ से हो? वो तो मुझे पता था। मेरो त अनुहारै राम्रो आएको छैन कि क्या हो अलिकति कस्तो कस्तो आएको छ जस्तो लाग्यो नराम्रो आइरहेको छ कि क्या हो म होइन राम्रै आइरहेको। ए राम्रो आइरहेको छ तपाईँ पनि कुछ नहीं आपको कुछ नहीं करना हूँ। राम्रो हुँदो रहेछ क्या यसो एक नजर हेर्दा हाँस्यो होइन तर अब लाइफमा हेर्दा चाहिँ अब हम बेग्लै देखिरहेको नेपाली है छ तो नेपाल ही बोलेंगे हाँ क्या बोलेंगे। मुश्किल नहीं है। अं, तपाईँलाई नेपाली भाषा बोल्न आउँछ होला मलाई ए आउँदैन। ए हाँ क्या सीखना है? होइन अब तपाईँ पनि अब म जस्तै मान्छे त्यस्तै तरिकाको हुनु रहेछ क्या मलाई पनि तामाङ भाषा चाहिँ बोल्न आउँदैन त्यति साह्रो होइन कता जाने हो भन्ने कता जाने अब जतिसुकै अब कता माइन्ड जाने कता तामाङ कता भाषा जाने। जाने होइन अब बोल्नको लागि त्यति अलि मात्रै आउँछ क्या उम्, जति जाने त्यति अब मलाई त आउँदैन। नआउँछ क्या तपाईँलाई आउँछ? ए तपाईँलाई आउँदैन ए मलाई नै आउँदैन तपाईँ अस्ति हो क्या म सेम हो क्या मलाई नि म बुझ्न चाहिँ बुझ्छु तर त्यस्तो डिफिकल्ट चाहिँ बुझ्दिनँ भनौँ न अब अलिअलि। ए म पनि अलिअलि मात्रै हो तपाईँ जस्तै हो क्या सेम हो क्या अच्छा अच्छा बहुत अच्छा। गेम नहीं खेलेंगे हम हमारे तो व्यूअर्स ही नहीं है तो क्या गेम खेले। भ्युवर अब छैन भने किन गेम खेल्नु होइन अब आउने इच्छा हो क्या गेम अब खेल्ने नभए तर अब मेरा ओनली फॉलोअर्स ही है डबल टैप करे तक की इंसान नहीं है। अनि तपाईँको चाहिँ एउटा कुरा तपाईँलाई सोध्न मन लाग्यो अब तपाईँको चाहिँ काठमाडौँ चाहिँ कता हो मेरो सुइमुतिर हो। ए सोमवीतिर हो ए वो नेपाली में बात कर रहे हैं मैं किधर रहती हूँ। खोइ म त स्वयम्भू कतिचोटि आयो क्या अब भाइहरूसँग नि आयो अस्ति भरे हाँ नेपाल से है। तर खोइ तपाईँलाई त एक नजर पनि देख्न पाइनँ क्या स्वयम्भूतिर जहीँ जाँदा पनि ओके आप मुझे फॉलो करिए मैं फॉलो बैक दूंगी आपको। आपका नाम क्या है? तपाईँलाई त मैले एक नजर पनि देख्नै पाइनँ क्या मेरो अगाडि क्या अब स्वयम्भू आएको थिएँ ए इधर भी शाम ही हो रहा है। यहाँ पनि त्यस्तै हो यहाँ पनि त्यही हो अब एउटै समय हो क्या सीखना है आपको नेपाली में? तपाईँलाई सेक्रिफाइस गर्नु छ कि क्या हो नामको क्या लाइक लाइक अब क्या सीखना है आपको वो तो बता दीजिए फिर मैं सिखाऊंगी। म नेपाल आउँछु। ए
क्या से मिल्ता है कमेर घिसिङ दाई पनि तपाईँहरूकोतिर बस्नुहुन्छ होइन र स्वयम्भूतिर क्या उर्गेन मोक्तानहरू क्या खै म त थाहा छैन ए होइन मैले त पहिल्यै भेटेको हो क्या त्यही भएर ए मलाई थाहा छैन नि ए मैले त पहिल्यै भेटेको हो क्या अब रियालिटीमा सँगै एकचोटि भेट भएको थियो पहिल्यै क्या यता चन्द्रवाडीतिर क्या छैन होला अब को कता कता बस्नुहुन्छ ए मेरा नाम रूपा रूपा होइन अब भिटेन दाई त अब मुस्लिम पेटार आउन आँट्नु भएको छ मेलामा होला क्या इभेन्टमा हजुर हजुर कमेर घिसिङ दाई मुस्लिम नहीं मैं बुद्धिस्ट हूँ बुद्धिस्ट अब तपाईँहरू म त एउटै हो अब होइन बुद्धिस्टै हो मैं बुद्धिस्ट हूँ बुद्धिस्ट क्या क्या ए साँच्ची तपाईँले वाया बुद्धलाई चिन्नुहुन्छ होइन स्वयम्भूको कसलाई वाया बुद्ध दाई क्या म त्यस्तो कोही चिन्दिनँ कि अब म भन न म वरिपरिको मान्छे चिन्दिनँ अब झन् को कहाँ कहाँको के चिन्नु ए कोही हेर्न सक्दिनँ ए र थाहा नै हुँदैन ए मलाई नि त्यस्तो अब चिन्ने मान्छे चिन्छ अब नचिन्ने मान्छेहरू चाहिँ चिन्दैन क्या म पनि तपाईँ जस्तो हो अब होइन ओके म लाइभ इन गरिदिन्छु है पछि बोलाउन अब हुन्छ हुन्छ अब होइन यसो अब मैं लाइव इन कर रही हूँ बाद में बात करेंगे ठीक है हुन्छ हुन्छ अब जे होस् खुसी लाग्यो होइन एकछिन बसेर भने ओके करूँगी कर ओके बाय बाय हुन्छ हुन्छ जे होस् खुसी लाग्यो होइन सब मैले अब तपाईँलाई फलो गरेको छु क्या हस् म फलो ब्याक दिन्छु तपाईँलाई हुन्छ हुन्छ म पनि अब फलो धेरै ब्याक बस्छु लाइफमा दिन्छु पछि पछि बोलाउँला है म अब इन हुन्छ गर्छु हस् बाई बाई हुन्छ हुन्छ आफू पनि अब इच्छा हो होइन अब म त कहाँ नि एकछिन लाइभमा आउँछु अनि एडिट हान्नु भन्नु चाहिँ गीतहरू यार एउटा गीत बनाउँछु अनि ल कस्तो मेरो मलाई थोप्रै राम्रो छैन कि क्या हो म अब चुपचाप गीत मात्रै सुनेर बस्नु पऱ्यो क्या मेरो थोप्रै राम्रो छैन कि क्या हो वेलकम टु माई लाइफ अल अफ यु गाइज म कति 14 मिनट लाइफमा बसेछु अब एकछिन म कसैलाई अब बोलाउँदिनँ यार यत्तिकै बस्नु पऱ्यो अल्छी पो लाग्यो यार छ्या कहाँ बोलाउँछु त हात दुखेर कस्तो भइरहेछ छ्या एकछिन बस्दिनु पऱ्यो हात दुखेर क्या गिद्दी भइरहेछ क्या छ्या कहाँ नि मुला अरूलाई बोलाउने मान्छे होइन क्या यस्तरी आइदिन्छु तर अँध्यारो आउँछ होला केही छैन अँध्यारो आयो क्या हो म कस्तो अँध्यारो आइदियो क्या अँध्यारो आयो क्या हो म कस्तो अँध्यारो आएको यार comment.
एक्सेस टाटा स्यान्डको गीत बजाउनु क्या हो तर यो मुला खतरा म भन्दा एउटा डनको गीत बजाउनु मन लाग्यो म भन्दा एउटा डनको गीत बजाउनु मन लाग्यो क्या तर यसले नि खतरा गाउँछ यार होइन यस्तो तरिकाले बस्नु हुँदैन यार मेरो गीत आउँदैछ होइन गाई छैन मैले हाल्न बाँकी छ क्या अब मेरो शब्द सुन्ने हो त गीतको तर राम्रो छैन यार अब बिस्तारै प्रोसेस हुँदैछ तर अब शब्द सुन्नुभयो भने त अब थकै पर्नुहुन्छ होइन तर अब अहिले म सुनाउन चाहदिनँ यस्तो मलाई यो डन कसरी गाउन आउँदैन क्या यो यङ लेन जस्तै यसो छैन हल्का यसो हल्का सुनाइदिनु पर्ला जस्तो छ यार हल्का एउटा वर्ड्सहरू छ क्या त्यति साह्रो खतरा नि छैन ल मलाई यही थियो त यार मेरो झोला यही थियो त नि कहाँ पुग्नु एकैछिनमा फेरि झोला मेरो यही थियो यार कहाँ पुग्यो छ कि पऱ्यो यार झोलै छैन त नि खोइ हौ झोलै छैन त कहाँ पुग्यो अनि दाइ त भन्नु त हुन्न दाइ कहिले आउनुभएको आज दाइ आज आउनुभएको दाइ दाइ पनि दाइ यहाँ हुनु रहेछ अहिले होइन यो छ त अब आज 7 तारिक हो दाइ अब 8 तारिकमा चाहिँ हाम्रो गाउँमा कि काठमाडौँ दिल्ली जानुहुन्छ क्या अनि टिकट आउँछ जानेहरू त्यो भाइहरू यो कन्ट्रीतिर अर्डर गरिदिनु अर्डर गरिदिनु पुरा अर्डर गरेर म भेटिरहेको हुँदा कलन गइरहेको हुन्छ सुवास होला होइन अस्ति अस्ति सुताएको थिएँ एकदिन उता डेढ मौभन्दा पुरा होला क्या बाहिर जानुको लागि अस्ति एमएलएर भन्दै हुन्छ नि अनि दाजु के साधारणमा मेरो गाडी दुईजना आउनुभयो है बस्नु भनेको बस्नु खाने चिज त खाने चिज त अब मर्निङ मोड जस्तो हुन्छ आधा भयो तलतिर ठिकै छ एकदमै अनि दाइ त सन्चै हुन्छ बोल्नु त अब अस्ति नभनिकन जानुभयो अस्ति म साथ भेट्नु पर्छ नि त होइन अब होइन सबैबाटै मान्छे अस्ति गर्दा आउनुभएको त होइन सन्जय दाइ क्या अस्ति गर्दा आउनुभएको त होइन सन्जय दाइ अस्ति भिडियो गर्दै म त सन्जय दाइ
होइन अब त्यो यो मलाई त अब जाँड नभए त हुँदैन कि कोही छैन कि क्या हो लाइफमा म तर त्यो मलाई हावा गीत गाउँदै हिँड्दैन क्या म त अब 1 घन्टामा त लाइभ आउँछु नि म त म मेरोमा बिजी छु यार मान्छे आए आउँछ आए नहोस् तर अहिलेको एउटा केटी चाहिँ दामी आएको थियो यार म धेरै बोलेँ क्या त्यही भएर क्या यहाँ छ नि हौ एकैछिन चलाउनु क्या होइन म यहाँ 1 घन्टामा आउँछु कि अहिले मलाई त्यो मोबाइल चाहिँदैन हौ छ कि 1 घन्टामा त बस्छु क्या लाइभमा क्या म अब यही मात्रै क्या त्यसरी ऱ्याप हान्दिनँ म ऱ्याप हान्दिनँ त गीत पो सुन्दै बस्नु हो त ऱ्याप हान्दिनँ हौ हान्दिनँ म त्यसरी किन ऱ्याप हान्नु म लेख्दिनँ म किन हान्नु त्यो ऱ्यापै हान्दिनँ नि म 1 घन्टामा त लाइभ आयो क्या अब यहाँ एन्ड गर्न आँटेको ऱ्याप हान्दिनँ म किन हान्नु म ऱ्याप ऱ्याप किन हान्नु क्या ऱ्याप त फिला बेलामा हानिन्छ त कहाँ जोतमा हानिन्छ यार म तर मान्छेले यो साथीले चाहिँ खतरा डनले चाहिँ खतरा गएको छ कहाँ खतरा छ नि यार ओ टुपाकको बिट लाउँ न हौ म ऱ्याप त हान्दिनँ किन हान्नु म त यहाँ ट्राई मात्रै गरेको हो त म ऱ्यापै हान्दिनँ किन हान्नु आहो त म साइको हो र ऱ्याप हान्ने मान्छे म साइको त होइन कहिले काहीँ पो यसो अल्छी लागेको बेलामा हानिन्छ क्या अहिले गएर बिस्तारै हान्नु त भइहाल्छ नि 1 घन्टा त हो अब 1 घन्टा बस्छु लाइभ एन्ड हान्छु यस्तो दामी यो बिट पनि दामी छ कि क्या हो हानिदिनु क्या हो साँच्चै हानिदिनु पर्ने हो लाइभमै हानिदिउँ ल ल लाइभमा यहाँ हान्न आँटेको ऱ्याप क्या अब अल्छी लाग्यो कि म हान्छु नि एकछिन यहाँ 1 घन्टा यहाँ
लाइभमा 1 घन्टा मात्रै अब म 1 घन्टा मात्रै लाइभ आउँछु कि म त यतिकै हान्दिन्छु ऱ्याप त लाइभमा नि तर यो डिआर मामाको रहेछ ल त्यो कुरा राख्नु फोन गर्नु त्यो गर्नु फोन गर्नु हरेक एउटा राति दिन र राति खोल मेरो दिमाग तिमीले अनि संसारलाई पनि मेरो दिमाग खोल भन्छौ अनि मेरो परिवारलाई पनि तिमीले सहयोग गर मेरो दिमागमालाई सहयोग गरेर तिमीले मेरो परिवारहरूलाई पनि मेरो दिमाग राति जहिले खोल्देऊ भन्देऊ कृपया केही छैन मर्नको अनुभवको लागि अहिले म यहाँ बाँचिरहेको छु मेरो गन्तव्य म कहाँसम्म पुग्छु त्यो त थाहा छैन होइन कृपया केही छैन मर्नको अनुभवको लागि यही हो क्या साथीहरू होइन म तिमीलाई भन्दिनँ के हो साँच्ची केही भनेर म तिमीलाई मात्रै भन्छु के मेरो भावना राम्रो हो भनेर सही कुरा भन्छु अगाडि जहिले मेरो नाइट हुन्छ म भित्र वाइन पी पनि हुन्छ ओके के यसरी हान्नु हो क्या कस्तो लाग्यो होइन अब यसो एक्लै मोडमा हान्नुपर्ने रहेछ क्या 1 घन्टा मात्रै बस्छु म सबै एक्लै कसम गर्नु परमेश्वरलाई तिमीले मेरो लागि नभए पनि मेरो परिवारको लागि परमेश्वरलाई तिमीले जहिले प्रार्थना गर है म भन्छु तर के गर्नु म हुने भित्र मेरो दिमाग कसम म चाहन्छु मर्न अहिलेको लागि जे जब तिमी परेसाएको हुन्छौ म देखि तर अहिले मैले ट्राई मात्रै हान्दैछु अब 1 घन्टा मात्रै बस्छु म लाइभमा मेरो अहिले टिकटकको लाइभमा यसरी हान्नु हो क्या नि भयो त तल के भयो त जान त उता 1 घन्टा मात्रै बस्न हाल्नु हो क्या 1 घन्टा मात्रै बस्न हाल्नु हुँदैछ सुन्नुहोस् केही हुँदैन क्या 1 घन्टा मात्रै हो 1 घन्टा मात्रै हो कि चुप्लाएर बस्छु नबोला अब त्यो सब मेरो सामान त्यही हो मेरो सामान त्यही हो बाबा लु नसुन मलाई यहाँ हावा नसुन नबौला क्या नबौला बौलाएर कोही काम छैन अब म गाउँदिनँ 1 घन्टा मात्रै बस्छु म अरूलाई कसले डिस्टर्ब गराउँछु मैले म होइन गाउँदिनँ त्यो फेरि ढोकानलाई म पड्काउँछु नि अहिले फेरि ढोकानलाई नि म अहिले फेरि हान्छु नि फेरि म 1-2 सर्ट फेरि हो कि भयो कि त्यो रन्डीलाई के थाहा छ उता म अहिले आफै त्यो ढोका खोल भनेको सुन्नुहोस् ढोका खोल भन्दैछु तर मैले उयो कस्तो मुजी आँडे रहेछ हौ मासले 1 घन्टा मात्रै हान्छु क्या 1 घन्टा मात्रै बसेको क्या मुजी यो ढोका चाहिँ खोल्न भनेको क्या किन बन्द गरेको मुजी ढोका चाहिँ कस्तो मुजी रहेछ हौ माछिक्ने यहाँ आइज सुन्ने भने नसुन् नत्र आलु जस्तो चिक्ने एकछिन यहाँ बग्नु आधी 1 घन्टा मात्रै बस्छु होइन मुजीमा अब यहाँ हानिदिइहाल्छु मुजी यहाँ कसैले सिकाउनु पर्दैन चिक्ने म त हान्छु मुजी 1 वटा हान्छु यो मात्रै हान्छु नि भन्छ मलाई कस्तो कुराहरू चाहिँ गर्दिनँ नि ल्याउनु म किन गर्नु म त मुजी हिजो चिक्नु उता लक्ष्मीदेवीकोमा छठमा गएर ऱ्याप हानेको म हान्छु नि मलाई के भयो अचम्म लाग्दो ओ यो तैँले सुन्नुहोस् है यो ढोका खोल भनेको भाइ ओ सन्ध्या तँ के भएको भाइ नि तँ किन बाठ्यो भयो क्या म 1 घन्टा लाइभ आउँछु मुजी तँ किन बाठ्यो भएको भन् त सिद्धि नै आँटा हो कस्तो मुजी कुरा गर्छ लौडा यार हान्छु ऱ्याप मुजी के भयो तँलाई म अब एकैछिन आउँछु मुजी भन तँलाई लौडा कुरा गर्छ यार म गाउँछु मुजी बिस्तारै गाउँछु यहाँ 1 घन्टा पुग्न आँट्यो मेरो लौडा जस्तो यार के हो त अनि मुजी म जेसै गरौँ म जेसै गरौँ मुजी लाइफमा हान्छु अहिले 1 घन्टा मात्रै हो हान्छु म दिन्छु एकछिन ल जानु उता जानु यहाँ पारो नतताउनु त्यो नखोल्नु नि फेरि म भन्दैछु नि फेरि मुजी यहाँ मेरो पारो तताउनु नआउने हो त अनि के हो के भयो तपाईँलाई चिक्ने नाटको गर्छ यार मुजी हेर्नेले हेर्छ मुजी मलाई बाल मुजी म हो मुजी मेरो लागि नभनोस् मुजी बाल मलाई बाल चिक्नु मलाई बाल मलाई त बाल भयो त के भयो त मुजी भयो त सिधै त नि बाल भयो त मलाई म 1 घन्टा मात्रै बस्ने हो मुजी कसैलाई डिस्टर्ब गर्न आएको होइन म यहाँ कहाँ डिस्टर्ब गर्न आएको त म मन कि नमन मुजी मेरो गीत म आफै गाउँछु मुजी किन डिस्टर्ब हुनु
धत सिक्ने खै मुजी मान्छे नि यस्तो हुन्छ यार। आलु जस्तो मुजी म हान्न नपाउनु मुजी एक पेज मुजी गीत पनि थट हान्छु म मुजी छप हान्छु पुरै। म त त्यति साह्रो मान्छेलाई कहिले डिस्टर्ब गर्ने मान्छे होइन यार। मलाई पो मुजी डिस्टर्ब गर्न आउँछ थट सिक्ने। सुन्नुहोस् नसुन्नुहोस् मुजी मलाई बाल भयो अब आउँछ ऱ्याप ल एउटा मात्रै ल। यो ल म लाइभको ऱ्याप तान्ने हो क्या कसै यहाँ बिचमा आउनु पाउँदैन क्या लौडा जस्तो यार। अब एउटा गीत गाइदिइहाल्छु नि म। ल त्यो कुरा राख्न राख्नु फोन गर्नु त्यो राख्न राख्नु फोन गर्नु हरेक एउटा राति दिन र राति खोल मेरो दिमाग तिमीले अनि मेरो परिवारले पनि भनिदेऊ मेरो दिमाग खोल भनेर अनि संसारलाई पनि भनिदेऊ मेरो दिमाग खोलेर भन है भनिदेऊ ल है संसारलाई पनि मेरो दिमाग खोल भनेर है। कृपया केही छैन मनको लागि मनको अनुभवको लागि सबै एक्लै कसम गर्न परमेश्वरलाई तिमीले जहिले कसम खाऊ मेरो लागि नभए पनि संसारको लागि अनि मेरो परिवारको पनि लागि है म हुने भित्र मेरो दिमाग कसम म चाहन्छु म न अहिले जब तिमी परिसाएको हुन्छौ मदेखि तर मेरो के गर्ने यस्तै हो कता कता चोट भए जस्तो पनि लाग्थ्यो कता कता घाउ भए जस्तो पनि लाग्थ्यो मेरो भावनामा भने म चाहन्छु मर्न तिम्रो लागि है होइन म छु होइन छैन ठिकै छ तिम्रो लागि म छुइनँ कसले भन्यो तिमीले भने म चाहन्छु मर्न तिम्रो लागि म सायद हुन सक्ला सुरु एउटा दङ्ग परेको मान्छे तिमीले गर्नु ल मलाई जहिले देख्दा दङ्ग पर्दाखेरि मलाई म छु म त्यसैले कमबक थकित भएको छु यो संसारको लागि अनि तिम्रो लागि पनि अनि मेरो परिवारको लागि पनि त्यसैले कि माथि कि तिमी भन्छौ भन मेरो भावना कतै राम्रोमा छ कि छैन भावना ठुलो थाकितको मेरो भावना किन आगो सल्किँदै भित्रभित्रमा किन टोलेर आएको हुन्छु के गर्नु यस्तै हो तरिका के गर्नु अब गीत पनि सिक्न आँटेछ अनि एक्लै मैले अहिले ऱ्याप हानिरहेको छु तर नराम्रो भए पनि अलवेज बेस्ट फर यु म को यो कमबक घिडा गर मलाई संसारले पनि अनि तिमीले पनि अनि मेरो परिवारले पनि मलाई जहिलेको लागि घिडा गरिराखोस् है तिमीलाई म प्रार्थना गर्छु थाक लाउनु सिद्धो कि क्या हो सिद्धो ए अब म ऱ्याप हान्दिनँ कि यो एकछिन अल्छी लाएर हानेको हौ अब म हान्दिनँ है कस्तो छ होइन यो अब म तानिहाल्छु कि अब पनि तरिका हुन्छ नि त यार थाकी त को यो कमबक घिडा गर मलाई थाक लाउनु पनि र सबै के हो खोला मेरो प्लेट नम्बर तिमीले जहिले पनि अब लास्ट मात्रै छ यार के गर्नु यार तर म के गर्नु भावना जित्दै तिनवटा किपरमा पढिरहेको तर के गर्नु म अब बिस्तारै हान्छु ल ऱ्याप मेरो मिलेन भने तिमीले सहयोग गरिदिनु ल जहिले मलाई आरामभित्र शान्ति गर्नतिर सबै खोज्छन् मेरो लागि तर कोही पनि त्यस्तो मेरो लागि खोज्दैनन् को यो सानो बच्चाहरू कि त्यो जुन हराएको छ अहिलेसम्म माथि आकाशमा मलाई थाहा छैन तिमीलाई मात्र थाहा छ होला उनीहरूको जीवनभित्रको यो खेतमा अहिले के गर्नु म त त्यस्तो माया लाग्दो कुकुर होइन तर तिमीले मलाई एकान्त पार्यौ तर के गर्नु अब यो गीत म यति हान्दैछु अन्तिम मटक म हान्दैछु अब आजदेखि म गीत गाउने कहिले पनि छुइनँ जस्तै कि यो मैले ऱ्याप हानेको होइन यो गीत छ समर्पित गर्नतिर गइरहेको छु म तपाईँहरूलाई ओके नत्र भयो बाई बाई गुड बाई बिट सिद्धेछ बाई कस्तो भयो होइन अब मन पर्यो होला होइन अब म ऱ्याप हान्दिनँ ल यति मात्रै हो क्या यसो अब
अब ऱ्यापरहरू धेरै हुन्छ नि त होइन अब कहिले काहीँ अब यसो भावना झार्न मात्रै खोजेको क्या म गाउँदिनँ ल अब यो गीत चाहिँ अब होइन आधी आएको छ कि तर पुरापुरी आएको छैन क्या अब थाहा हुनेले त अब मन पराउँछ होइन म चाहिँ अब नथाहा हुनेले मन पराउँदैन मैले के भन्नु यसो अब होइन अब त्यो उयो अरूको म चाहिँ होइन अब गीत पनि छोड्दिनँ नि त होइन अब आफ्नै भावना हो क्या यो अब नराम्रो भयो भने तर अब यसो अब चाहिँ गाइँदैन होइन अब मैले गाउनु चाहिँ सबै गाएँ क्या हो गाएको छु यार अब त कहाँ गाउँदिनँ नि म ल ल भयो यहाँ कसैले केही सुनाएर कामै छैन क्या मेरो ऱ्याप सिद्धि छ त अब म त हान्छु नि मैले लेखेको हो यो अल्छी लाग्दाखेरि म त बिर्ताउन पनि हान्न खोजेको छठमा हल्का त हान्ने हो एकैचोटिमा हान्ने हो नि त्यो म बौला होइन आखिरमा एकैचोटिमा नहान्ने मान्छे हो म एकैचोटिमा हान्ने हो त्यो हावा तालमा बिचमा मान्छे पो आउँछ यार आएर के भयो त नि सुन्दा हुन्छ कस्तो अब मेरो गीत होइन अब राम्रो लागेन होला होइन म चाहिँ अब गाउँदिनँ होइन यो पेपरै राखिदिन्छु क्या तर म यो लाइभ बसेको भिडियो चाहिँ तान्छु क्या यो म तानेर छोड्छु यार यो अहिले मैले गएको यार जे पाइदियो होस् जेसी होस् तान्नु परेन यार आफ्नो तरिका पो हो यहाँ आएको छ मासरी न्यु खोजेको छ यार थेट सुन्नु भने सुन्नु नि गीत क्या मसँग बोल्नै पर्दैन क्या चुपचाप बस्नु नि यार हालु कुरा आउँछ क्या म गाइरहेको छु त जहिले यार थेट मान्छेले गीत बुझ्यो भने पो म चाहिँ डिपली हुन्छ क्या म त ऱ्यापर र सबै ऱ्यापर छ म त ऱ्यापरै होइन किन ऱ्यापर हो कि त्यो त हो कि तर अरूले के इग्नोर गरेर कामै छैन क्या आफ्नै बाटो होइन भाइरल होस् नहोस् होइन तर होइन भाइरल होस् कि नहोस् कि भइसक्यो त बाबा सिद्धो क्या भयो त होइन भयो त नि सिद्धो त नि होइन सिद्धो त नि सिद्धो त भयो त सिद्धो त खलास भयो त नि म ऱ्याप गाउँदिनँ भएन त सिद्धो त नि अब 1 घन्टा हुन आँट्यो तपाईँको मैले तपाईँलाई दिन्छु भएन ल भयो त लु भयो त नि ल भयो लु भयो ल ल म हालिदिन्छु अब एकछिन ल ल म भाइरल छु म ठोकी छुइनँ के को चिन्ता अरूलाई ल नि मैले ऱ्याप भने अघि के भयो त नि कस्तो अब म हान्छु त थेट आफ्नो भावना हानेको भयो त ल किन भाइरल हुनु म अहिले यो भिडियो यो अहिले मैले यहाँ हानेको छु लाइभमा एकैछिनमा म तानिहाल्छु मेरो इच्छा हो मेरो बाटो हो मैले ऱ्याप हानिसक्यो त सिद्धो छ नि कुरै सिद्धो क्या बोल्ने कामै छैन आलु गाह्रो हुन्छ नि लु यहाँ नसुनाउने त्यो भाव कुराहरू ल म अब गाउँदिनँ भयो अघि मैले ऱ्याप हानिसकेको छु कि यता बोर्डर घर चाहिँ कता पराउनु हजुर बोर्डर घर चाहिँ कता पराउनु भन ल गोलबजार
ए तपाईँ कहाँदेखि हो? म यता ब्रदर तपाईँतिर हो क्या अहिले चाहिँ कहाँ छ? अहिले चाहिँ कहाँ छ? घरमा छु ब्रदर म घरमा हो अनि अहिले चाहिँ ए मैले भनेको थिएँ बाहिर गएको चाहिँ कतार हो, सौदी, दुबई। ए खानासाना खाइसक्यो है? खाइसकेको ब्रदर अनि तिमीले खाइसकेको खानादाना हजुर। ए अब म ब्रदर होइन अब 19 मिनट आउँछु क्या 19 मिनट मात्रै होइन गेम चालु गर्नु? मैले अब सपोर्ट गर्दिनँ होइन अब होइन मैले अघि यो हजुर लाइभमा एउटा दामी गीत गाएको छु क्या होइन हजुर। लाइभमा चाहिँ बिडी नखाउनु के? होइन ब्रदर अघि मैले एउटा एकछिन ल ल हौ वेलकम टु माई लाइफ अल अफ यु गाइज अघि मैले के यसो आशाको बारेमा यसो गाएको थिएँ क्या अनि अब होपको बारेमा क्या लाइफमा अब 18 मिनट मात्रै अब लाइफमा आउँछ होला अनि अब एन्ड हान्छ होला तपाईँको घर चाहिँ कता पर्यो नि सिस्टरको मेरो घर नुवाकोट छ। ठिक छ। ए नुवाकोट ए आफ्नो चाहिँ कहाँ पर्यो नि? मेरो यता झापा दमकतिर हो क्या यता गोर्धातिर गाउँतिर ए ल ल ल ल। लाइफ पनि एन्ड हालिदिनु परेन आउँछ आउँछ अहिले आउँछु
लाइभ ब्यान्ड हालिदिनु पऱ्यो यार अहिले आउँछ आउँछ ल ल म अब लाइभ ब्यान्ड हाल्छु कि यहाँ कसैको यहाँको आफ्नो बाटो हो ल ल अब लाइभ ब्यान्ड हानेको है बाई बाई अब म यो गीत तान्न आँटेको लाइभ गएर